नमस्कार, अष्टावक्र महागीताको 21औं श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको श्रृङ्खलासम्म हामीले अष्टावक्र महागीता अन्तर्गत श्लोक नम्बर 1 देखि श्लोक नम्बर 132 सम्मका 132वटा श्लोकहरूको ओशोद्वारा दिएको प्रवचनको श्रृङ्खलाबद्ध नेपाली भावानुवाद सुन्यौं। सदाझै आजको श्रृङ्खलामा हामी श्लोक नम्बर 133 देखि श्लोक नम्बर 138 सम्म जम्मा 6वटा श्लोकको ओशोद्वारा दिएको प्रवचनको नेपाली भावानुवाद सारांश रूपमा सुन्नेछौँ। आउनुहोस् आजको श्रृङ्खला सुरु गरौँ। अष्टावक्र उवाच श्रद्धस्व तात श्रद्धस्व नात्र मोहं कुरुष्व वो ज्ञान स्वरूप भगवान् आत्मा त्वं प्रकृते पर गुणैः संवेष्टितो देहो तिष्ठति आयाति याति च आत्मान गन्ता न आगन्ता किमेनं मनुषोचसि देहतिष्ठतु कल्पान्तं गच्छतु एव वा पुनः क्व वृद्धिः क्व च वा हानिः तव चिन्मात्ररूपिण त्वयि अनन्त महाम्बोधौ विश्ववीची स्वभावत उदेतु वास्तमायातु न ते वृत्ति न वाक्षति तात चिन्मात्ररूपोऽसि न ते भिन्नम् इदं जगत् अतः कस्य कथं कुत्र हेयोपादेय कल्पना एकस्मिन् अवयये शान्ते चिदाकाशे अमले त्वयि कुतो जन्म कुतः कर्म कुतोऽहङ्कार एव च। अल्बर्ट आइन्स्टाइन भन्दा पहिले अस्तित्वलाई दुई भागमा बाँडेर हेर्ने परम्परा थियो, काल र आकाश अर्थात् टाइम र स्पेस। अल्बर्ट आइन्स्टाइनले एक महाक्रान्ति गरे। उनले भने काल र आकाश भिन्न भिन्न होइनन्, एउटै सत्यका दुई बाटा हुन्। एउटा नयाँ शब्द गरे दुवैलाई मिलाएर स्पेसियो टाइम अर्थात् काल आकाश। यस सम्बन्धमा अलिक कुरा बुझियो भने यी सूत्रहरू बुझ्न सजिलो हुनेछ। धेरै कठिन छ यो कुरा ख्यालमा लिनु कि समय र आकाश एउटै हुन्। आइन्स्टाइनले भने कि समय आकाशकै एउटा आयाम, एउटा दिशा हो, एउटा डाइमेन्सन हो। समयको तर्फबाट जगतलाई हेर्नेहरूको दृष्टि अलग हुनेछ र जो आकाशको तर्फबाट जगतलाई हेर्नेछ उनीहरूको दृष्टि अलग हुनेछ। समयको तर्फबाट जो जगतलाई हेर्नेछ उसको लागि कम महत्त्वपूर्ण देखिनेछ, किनभने समय हो गति, क्रिया हो महत्त्वपूर्ण। जो आकाशको तर्फबाट जगतलाई हेर्नेछ उसको लागि कर्म इत्यादि व्यर्थ छन्। आकाश हो शून्य, त्यहाँ कुनै गति छैन। जसले समयको तर्फबाट जगतलाई हेर्नेछ उसको लागि जगत द्वैत वस्तुतः अनेक देखिनेछ। समयको धाराले चिजहरूलाई खण्डहरूमा बाँडिदिन्छ। समय विभाजनको स्रोत हो। यसैले जसले समयको तर्फबाट अस्तित्वलाई देख्यो त्यसले देख्नेछ अनेक, जसले आकाशको तर्फबाट देख्यो उसले देख्नेछ एक। यी सबै अष्टावक्रका सूत्रहरू आकाशका सूत्र हुन् र जसरी अल्बर्ट आइन्स्टाइन भन्दछन् आकाश र समय एउटै अस्तित्वका दुई पाटा हुन्, दुवैतिरबाट पुग्न सकिन्छ। जो समयलाई मानेर हिँड्नेछ उसको लागि समर्पण सम्भव छैन। जो आकाशलाई मानेर हिँड्नेछ त्यो अहिले झुक्नेछ, यहीँ झुक्नेछ। समर्पण सम्भव छ,
श्रद्धा श्रमको कुनै कुरा छैन। बोध मात्र पुग्छ, केही गर्नु छैन। जो समयलाई मानेर हिँड्छ उसलाई शुभ र अशुभमा सङ्घर्ष छ। अशुभलाई हटाउनु पर्छ, शुभलाई ल्याउनु पर्छ। नराम्रो मेटाउनु पर्छ, राम्रो ल्याउनु पर्छ। यी दुई अलग भाषाहरू हुन्, दुवैतिरबाट मानिसहरू पुगेका छन्। तिमीलाई जुन रुच्छ बस त्यही तिम्रो लागि सही हो। यद्यपि यो मनमा वृत्ति हुन्छ कि जसले एउटा धारणा मान्दछ अर्कोलाई गलत भन्ने वृत्ति स्वाभाविक छ। जसले मान्दछ सङ्कल्पले मिल्छ उसले कसरी मान्न सक्छ कि समर्पणले मिल्न सक्छ? यदि उसले मान्यो कि समर्पणले मिल्न सक्छ भने फेरि सङ्कल्पको आवश्यकता के रह्यो? र जो मान्दछ समर्पणले मात्र मिल्छ उसले यदि मान्यो कि सङ्कल्पले पनि मिल्न सक्छ भने फेरि समर्पणको के मूल्य रह्यो? यसैले दुवै एक अर्काको खण्डन गरिरहेछन्, एक अर्काको विरोध गरिरहनेछन्। तिमी छक्क पर्नेछौ यो कुरा जानेर। हिन्दू र मुसलमानमा त्यति विरोध छैन। उनीहरूको पद्धति त एउटै हो, तर जैन र हिन्दूमा धेरै विरोध छ। उनीहरूको पद्धति मूलतः भिन्न छ। मुसलमान पनि, इसाई पनि, हिन्दू पनि यी सबै यदि ध्यान दिएर बुझ्यौ भने आकाशको धारणालाई मानेर हिँड्छन्। अलि बहुत भाषाका भिन्नता हुनेछन् तर मौलिक अन्तर छैन। तर बुद्ध, महावीर आकाशको भाषालाई मानेर हिँड्दैनन्, समयको भाषालाई मानेर हिँड्छन्। हिन्दू परम्पराको आत्यन्तिक पराकाष्ठा पुग्यो अद्वैतमा, तर महावीर अद्वैतमा जान सक्दैनन् किनभने अद्वैतको त मतलब हुनेछ फेरि पाउनलाई केही बाँकी छैन। दोस्रो त चाहिन्छ नै, सङ्घर्ष गर्नलाई पनि केही बाँकी रहँदैन यदि दोस्रोमा छैन भने। हराउनलाई पनि केही बाँकी रहँदैन यदि दोस्रोमा छैन भने। योद्धाका लागि एक्लै हुनुमा के प्रयोजन रहनेछ? युद्ध रहने छैन, नाच हुनेछ। युद्धलाई त दोस्रो चाहिन्छ जसको चुनौतीमा जुझ्न सकोस्। यसैले महावीर भन्छन् संसार अलग, परमात्मा अलग र दुवैमा सङ्घर्ष छ। चेतना र पदार्थमा सङ्घर्ष छ। यसैले महावीर अद्वैतवादी होइनन्, द्वैतवादी हुन्। जीवन र चेतना एउटा लोक हो भने पदार्थ र जड अर्को लोक, र दुवैमा कहिले कुनै मिलन हुँदैन, दुवै भिन्न छन्। अष्टावक्रको धारणा छ अद्वैतको एउटै छ, आकाश जस्तो। त्यसैको सबै खेल हो, त्यही एउटा अनेक अनेक रूपहरूमा प्रकट भइरहेको छ। त्यही तिम्रो भित्र सधैँदेखि विद्यमान छ। यसो बुझ कि सूर्य निस्केको छ, तिमी आँखा बन्द गरेर बसेका छौ। चारैतिर उज्यालो झरिरहेको छ तर तिमी अन्धकारमा छौ। तिमीले पलक खोल्यौ, उज्यालोले भरियौ, कतै जानु परेको छैन। उज्यालो पलकमै विराजमान थियो, तिम्रो पलकमै ढकढक्याउँदै थियो। पलक खुल्यो कि सबै खुल्यो, प्रकाश नै प्रकाश भयो। सहज छ सत्यको उपलब्धि र समाधि श्रम साध्य होइन, समाधि समर्पण साध्य हो, श्रद्धाले हुन्छ। यसैले आजका सूत्रहरू धेरै अनौठा छन्। पहिलो सूत्र छ, हे सौम्य, हे प्रिय, श्रद्धा गर, श्रद्धा गर, यसमा मोह नगर। तिमी ज्ञान रूप छौ, भगवान छौ, परमात्मा छौ, प्रकृति भन्दा पर छौ। हे सौम्य, सौम्यको अर्थ हुन्छ समत्वलाई प्राप्त, सौन्दर्यलाई प्राप्त, समतालाई प्राप्त, प्रसादलाई प्राप्त। समाधिको धेरै नजिक छ जो। सौम्य शब्द धेरै प्यारो छ, सन्तुलनलाई प्राप्त। जो भित्र ठहरिएको छ, ठहरिँदैछ, अन्तिम छाल पनि हराउँदैछ, समाधि नजिक छ। अहिलेसम्म अष्टावक्रले जनकका लागि यो शब्दको प्रयोग गरेका थिएनन्, अब ती शब्दको प्रयोग गर्छन्। ती भन्दछन्, हे सौम्य, हे समाधिको नजिक पुगेका जनक, हे समतामा ठहरिने जनक। र जब कोही समतालाई प्राप्त हुन्छ त सुन्दर हुन्छ। सौन्दर्य समताकै छाया हो। यदि कहिले शरीर पनि कसैको सुन्दर लाग्छ भने यसैले लाग्छ कि शरीरमा एउटा अनुपात छ, एउटा समत्व छ, शरीरमा एउटा सिमेट्री छ। कुनै अङ्ग धेरै ठुलो, कुनै अङ्ग धेरै सानो यस्तो छैन, सबै समतुल छ, जस्तो हुनुपर्छ त्यस्तै छ। सौन्दर्यको यही अर्थ हो कि सबै चिजहरू ठिक ठिक अनुपातमा छन् र एक अर्काको साथ समस्वरता छ। यस्तो नसोच कि कुनै सुन्दर नाक लिउँ, कुनै सुन्दर आँखा लिउँ, कुनै सुन्दर कपाल लिउँ, सुन्दर हात लिउँ र सबैको जोडले तिमी सुन्दर स्त्री वा सुन्दर मानिस बनाउन सक्छौ। यस्तो नसोच, सायद त्यो भन्दा धेरै कुरूप अर्को कुनै चिज नहोस्। किनभने सौन्दर्य न त नाकमा छ, न आँखामा छ, न कपालमा छ। सौन्दर्य त समत्वमा छ। सौन्दर्य त समग्रको एउटा अनुपात व्यवस्थामा छ, छन्दोबद्धतामा छ। तिमी धेरै सुन्दर चिजहरू सङ्कलन गरेर सौन्दर्य जमाउन सक्दैनौ। सौन्दर्य स्मरण राख, एउटा छन्द छ, लयबद्धता छ, मात्रा मात्रा तौलेको छ। त्यसैले शरीरको सौन्दर्य हुन्छ र फेरि मनको पनि सौन्दर्य हुन्छ र फेरि आत्माको पनि सौन्दर्य हुन्छ। मनको सौन्दर्य तब हुन्छ जब कुनै व्यक्तिमा गुणहरूमा एउटा समस्वरता हुन्छ, विरोधाभास हुँदैन, एउटा चिज अर्को चिजको विपरीत हुँदैन, सबै चिजहरू एउटै धारामा बग्छन्, एउटा गहिरो सङ्गति र सङ्गीत हुन्छ। मनको सौन्दर्य हुन्छ जब मन एउटै दिशामा गतिमान हुन्छ। यस्तो छैन कि आधा हिस्सा पूर्व जाँदैछ, आधा हिस्सा पश्चिम जाँदैछ। एउटै यात्रा छ, एउटै गन्तव्य छ र सारा चित्त एकजुट छ। जहिले पनि तिमी यस्तो व्यक्ति पाउनेछौ जसको चित्त एउटै धारामा बगिरहेको छ, छिन्न भिन्न छैन। तब तिमी पाउनेछौ एक मनको सौन्दर्य, एउटा प्रसाद, त्यो व्यक्ति कहाँ मिल्नेछ। फेरि आत्माको सौन्दर्य छ,
आत्माको सौन्दर्य तब छ जब आत्मा जाग्छ र समाधिको नजिक आउन थाल्छ। जनकलाई अष्टावक्र भन्दछन्, हे सौम्य, यो यस्तो दशा हो जस्तो कहिलेकाहीँ बिहान तिमीलाई हुन्छ। जागेका पनि छैनौ, सुतेका पनि छैनौ, अलिअलि जागेका छौ, अलिअलि सुतेका छौ। आवाजहरू पनि सुनिन थालेका छन् बाहिरतिरका। दुधवालाले ढकढकाएको छ ढोकामा, त्यो पनि थाहा हुँदैछ। बच्चाहरू स्कुल जाने तयारी गर्न थाले, दौडधुप गरिरहेका छन्, त्यो पनि स्मरणमा आइरहेको छ। श्रीमती चिया बनाउन थालिन्, किटरीको आवाज पनि ढुस्स ढुस्स कानमा पर्न थाल्यो, गन्ध पनि नाकमा आउन थाल्यो। सायद झ्यालबाट सूर्यको किरण पनि आइरहेको छ, त्यो पनि अनुहारमा पर्दैछ र ताप थाहा हुन थाल्यो। तै पनि अझै पुरै जागेका छैनौँ। निन्द्रा सर्केर बिदा भइरहेको छ। यस्तो अवस्था जब मानिसको आत्यन्तिक जगतमा, आन्तरिक जगतमा गर्छ, तब मानिस सौम्य हुन्छ। अझै आत्मा पुरै जागेको छैन, बस जाग्ने नजिक छ। लाग्न त लाग्यो, केही स्वाद अलिअलि आउन थाल्यो, खबर मिल्न थाल्यो आफ्नो स्वभावको, तर अझै पुरा पर्दा उठेको छैन। एउटा झलक मिल्यो, एउटा झ्याल खुलेको छ, अम्फालिएको छैन। हे सौम्य, हे प्रिय र गुरुका लागि शिष्य तब मात्र प्यारो हुन्छ जब ऊ सौम्य हुन्छ, जब ऊ समाधिको नजिक आउन थाल्छ। यही त गुरुको सारा चेष्टा हो कि सुतेकोलाई जगाइदिउँ, कि हराएकालाई उसको स्मरण दिलाइदिउँ, कि भौतारिएकालाई बाटोमा ल्याइदिउँ। र जब देख्छ कि कोही आउन थाल्यो गन्तव्यको नजिक, र जनकले जस्तो अभिव्यक्ति दिएका छन्, जस्ता उत्तर दिएका छन् अष्टावक्रलाई, पुस्तकमा त केवल उत्तरहरू छन्, उत्तरबाट पनि धेरै खबर मिल्छ। र अष्टावक्रको अगाडि त जनक आफै उपस्थित थिए। आँखाले, मुख मुद्राले, हावभावले, उठ्ने बस्नेले, हरेक चिजले, खबरले मिलिरहेको हुनेछ। समता आउँदैछ, समाधि नजिक आउँदैछ। हे प्रिय, श्रद्धा गर, श्रद्धा गर। श्रद्धाको अर्थ बुझ्नु। श्रद्धाको अर्थ विश्वास होइन, बिलिफ होइन। किनभने जुन श्रद्धाको अर्थ विश्वास हुन्छ, त्यो त श्रद्धा नै होइन। विश्वासको अर्थ हुन्छ कुनै धारणामा, कुनै सिद्धान्तमा, कुनै शास्त्रमा भरोसा। श्रद्धाको अर्थ हुन्छ स्वभावमा, सत्यमा, सिद्धान्तमा होइन, जीवनमा, अस्तित्वमा। र यो घडी हो जब जनक जाग्ने नजिक छन्। यदि अलिकति पनि सन्देह पैदा भयो भने फेरि निन्द्रा लाग्नेछ। यदि अलिकति पनि डर लाग्यो कि यो के भइरहेको छ, म त सधैँ सुतेको थिएँ, सबै ठिक चलिरहेको थियो, अब यो जाग्नु र एउटा नयाँ काम सुरु हुँदैछ र थाहा छैन जाग्दा सुख मिल्छ कि मिल्दैन, जाग्नु उचित हो वा होइन, यो जुन घटिरहेको छ यति ठुलो छ, यसको साथमा जाउँ कि फर्क्यौँ। यो आफ्नो पुरानो चिनेको परिचित लोक ठिक थियो, यो त अनजान अपरिचित आयो। श्रद्धाको अर्थ हुन्छ अज्ञातसँग हिँड्नु। विश्वास त अज्ञात हुँदै हुँदैन, विश्वास त ज्ञात हो। तिमी हिन्दू छौ, यो विश्वास हो। तिमी मुसलमान छौ, यो विश्वास हो। तिमी धार्मिक बन्ने छौ भने श्रद्धा। विश्वासको अर्थ हो कुरानमा विश्वास छ, यसैले तिमी मुसलमान छौ। महावीरमा विश्वास छ, यसैले तिमी जैन छौ। अझै जीवनमा विश्वास आएको छैन, किनभने जीवनको विश्वास न त महावीरसँग सम्बन्धित छ, न त कुरानसँग, न बुद्ध, न कृष्णसँग। जीवन त यहाँ घेरेको छ तिमीलाई बाहिर भित्र सबैतिर। र जीवनसँग कुनै सिद्धान्त छैन, कुनै शास्त्र छैन। जीवन त आफै आफ्नो सिद्धान्त हो। जीवनका सम्बन्धमा जति धारणाहरू छन् ती सबै मानिसका भाषाहरू हुन्। अज्ञातलाई ज्ञात बनाउने चेष्टा हो। कसो कसो अपरिभाषितलाई परिभाषा दिने उपाय हो। नाउँ राखिदियो त अलि राहत मिल्छ, कि छोडिदेऊ हामीले जान्यौँ। अब परमात्मा यति ठुलो घटना हो, कसले कहिले जान्यो, को जान्न सक्छ। जान्नुको त मतलब हुनेछ परमात्मालाई आर पार देख्यो। आर पार देख्नुको मतलब हुनेछ त्यसको सीमा छ। जसको सीमा छ त्यो परमात्मा होइन। जसको वार पार छैन, न सुरु छ न अन्त्य छ, तिमी त्यसलाई पुरै कसरी जान्नेछौ? कहिल्यै जान्ने छैनौ। त्यसको रहस्य त रहस्य नै रहनेछ। विज्ञान भन्दछ हामी दुई शब्द मान्दछौँ, ज्ञात र अज्ञात, नोन र अननोन। विज्ञान भन्दछ ज्ञान त्यो हो जुन हामीले जान्यौँ र अज्ञात त्यो हो जुन हामी जान्नेछौँ। धर्म भन्दछ हामी तीन शब्द मान्छौँ, ज्ञात, अज्ञात र अज्ञेय। ज्ञात त्यो हो जुन हामीले जान्यौँ, अज्ञात त्यो हो जुन हामी जान्नेछौँ, अज्ञेय त्यो हो जुन हामीले कहिले जान्न सक्ने छैन। परमात्मा अज्ञेय छ, त्यो अज्ञेयमा श्रद्धा। सबै जान्नुमा समाप्त हुँदैन। त्यो भावको नाउँ हो, श्रद्धा हो। जुन जान्यो त्यो त क्षुद्र भयो, जुन अनजान बाँकी रह्यो त्यही विराट छ। त्यो कुराको नाउँ श्रद्धा हो। अहिलेसम्म श्रद्धाको कुरा उठाएका थिएनन् अष्टावक्रले, आज अचानक श्रद्धाको कुरा आयो र एक पटक होइन दुई पटक दोहोऱ्याउँछन्, भन्छन् श्रद्धा गर, श्रद्धा गर। यो घडीलाई अगाडि उभिएको देखेर अष्टावक्र भन्न थाले, श्रद्धोत्तो श्रद्धा गर, श्रद्धा गर। हे प्रिय, हे सौम्य, श्रद्धाको घडी आयो, श्रद्धा गर र मोह नगर। मोह हुन्छ अतीतको र श्रद्धा हुन्छ भविष्यको। मोह हुन्छ त्यससँग जसको हामी साथ रह्यौँ, श्रद्धा हुन्छ त्यसको जसको हामी कहिल्यै रहेनौँ। मोह त कायरलाई पनि हुन्छ, श्रद्धा केवल साहसीलाई हुन्छ। मोह त अज्ञानीलाई पनि हुन्छ, श्रद्धा त केवल ज्ञानको खोजीलाई हुन्छ। तिमी भन्छौ म हिन्दू हुँ, यो तिम्रो मोह हो वा श्रद्धा?
फरक गर्नु, बुझ्ने कोसिस गर्नु। यदि तिमी हिन्दू घरमा जन्मेका थिएनौ, बचपनदेखि नै तिमीलाई मुसलमान घरमा राखिएको भए तिमी मुसलमान हुन्थ्यौ र मुसलमान हुनुमा तिम्रो यति नै मोह हुन्थ्यो अहिले जति हिन्दू हुनुमा छ। यदि हिन्दू मुस्लिम दङ्गा हुन्थ्यो भने तिमी मुसलमानको पक्षबाट लड्थ्यौ, हिन्दूको पक्षबाट होइन। अहिले तिमी हिन्दूको पक्षबाट लड्छौ। तर के तिमीलाई पक्का छ तिमी हिन्दू घरमा जन्म्यौ? यदि मुसलमान घरमा जन्मेर हिन्दू घरमा राखिएका हौ भने को जान्ने? यो विश्वास हो, मोह विश्वास हो। मोहको कुनै आधार छैन, मोहको त केवल संस्कार छ। बार बार दोहोऱ्याइयो त मोह बन्यो। तिमीलाई पक्का थाहा छैन, यो मोहमा बानी त छ तर यो मोहमा कुनै बोध छैन। श्रद्धा धेरै बोधपूर्वक हुन्छ। श्रद्धाको अर्थ हो जुन भइसक्यो भइसक्यो, जुन गइसक्यो गइसक्यो, म तयार छु त्यसका लागि जुन हुनुपर्छ। सम्भवका लागि मेरो ढोका खुल्ला छन् र म सम्भावनाको सूत्र समातेर बन्नेछु। जहाँ लैजाओस् परमात्मा, जे देखाओस् जे गराओस्, हराउनु पर्छ भने म हराउँछु। त्यो हराउनुमा भले श्रद्धाको साथ, मोहको साथ बनेर रहनुमा केही सार छैन। रहेर त देखियो मोहको साथ धेरै, के मिल्यो? कहिलेकाहीँ हिसाब पनि त लगाऊ, कति विश्वासले भरिएका छौ, के मिल्यो? बस विश्वास त्यस्तै छन् जस्तो आगो शब्दले जलाउँदैन। श्रद्धा त्यसको खोजी हो जो छ। श्रद्धा सत्यको खोजी हो। श्रद्धाको विश्वाससँग टाढाको पनि नाता छैन र विश्वासीले आफूलाई बुझ्छ म श्रद्धालु हुँ भनेर धेरै भ्रममा पर्छ। विश्वास त झुटो सिक्का हो, यो त कमजोरको आकांक्षा हो। श्रद्धा असली सिक्का हो, हिम्मतवानको खोजी हो। हे सौम्य, हे प्रिय, श्रद्धा गर, श्रद्धा गर, यसमा मोह नगर। तिमी ज्ञान रूप छौ, भगवान छौ, परमात्मा छौ, प्रकृति भन्दा पर छौ। ध्यान राख्नु, श्रद्धा धेरै क्रान्तिकारी घटना हो। साधारणतया मानिसहरू उल्टो बुझ्छन्। साधारणतया मानिसहरू बुझ्छन् जो श्रद्धालु छ त्यो परम्परागत ट्रेडिसनल छ। यो भन्दा धेरै मूर्खतापूर्ण कुरा हुनै सक्दैन। श्रद्धावान व्यक्ति सधैँ नन ट्रेडिसनल हुन्छ, त्यसको कुनै परम्परा हुन सक्दैन। श्रद्धा त हुन्छ भविष्यको, त्यसको परम्परा कहाँ? परम्परा त हुन्छ भिडको, समाजको। श्रद्धा त हुन्छ व्यक्तिको, एक्लैको। हे सौम्य, हे प्रिय, श्रद्धा गर, श्रद्धा गर, यसमा मोह नगर। तिमी ज्ञान रूप छौ, भगवान छौ, परमात्मा छौ, प्रकृति भन्दा पर छौ। यी उद्घोषणहरू धेरै तर्साउने हुन्छन्। यी हामीलाई धेरै बेचैन बनाइदिन्छन्। कहिलेकाहीँ भन कि तिमी भगवान छौ भने त्यो सोच्छ सायद मजाक त गरिरहेको छैन, कुनै व्यङ्ग्य त गरिँदै छैन। तिम्रा धर्मगुरुहरूले त तिमीलाई सिकाएका छन् कि तिमी पापी छौ। तिम्रा धर्मगुरुहरूले तिमीलाई सिकाएका छन् कि तिमी नरकीय छौ। तर जसले तिमीलाई यस्तो सिकायो धर्मगुरु त परै रह्यो, त्यसलाई धर्मको केही पनि थाहा छैन। त्यो तिम्रो सीमाहरूलाई मजबुत गरिरहेको छ, त्यो तिम्रो जन्जिरहरूलाई मजबुत गरिरहेको छ, त्यो तिम्रो कारागारलाई मजबुत गरिरहेको छ। त्यो तिमीलाई मुक्त हुन दिने छैन। वास्तविक धर्मगुरुले तिमीलाई भन्दछ कि तिमी मुक्त छौ, मुक्ति तिम्रो स्वभाव हो। साथ हे सौम्य हो, हे प्रिय, श्रद्धा गर, श्रद्धा गर। अलिकति पनि मोहमा नपर्नु। अब पर्ने भाव उठ्ने छ, नपर्नु, सजग रहनु। भगवान शब्द धेरै महत्त्वपूर्ण छ। यसको अर्थ हुन्छ भाग्यवान, यसको अर्थ हुन्छ भाग्यशाली। तिमी भगवान छौ, यसको अर्थ तिमी भाग्यशाली छौ। भाग्यको अर्थ हुन्छ तिम्रो भविष्य छ। भाग्यको अर्थ हुन्छ तिमी त्यही समाप्त छैनौ जहाँ तिमी छौ, तिम्रो भविष्य छ। एउटा ढुङ्गा छ, एउटा कङ्कड छ, त्यसको कुनै भविष्य छैन। कङ्कड भगवान होइन, त्यो कङ्कड नै रहनेछ। त्यसको छेउमा एउटा बीज परेको छ, बीज भगवान हो, त्यसको भविष्य छ। कङ्कडलाई, बीजलाई दुवैलाई माटोमा हालिदेऊ, केही दिनपछि कङ्कड त कङ्कड नै रहनेछ, बीज उम्रिनेछ, बोट बन्नेछ। बीजको भविष्य छ, जहाँ भविष्य छ त्यही भगवान लुकेको छ। भाग्यको अर्थ हुन्छ तिमी भविष्यका मालिक हौ। अतीतमा तिमी समाप्त भएका छैनौ, जुन भयो त्यसमा तिमी सकिएका छैनौ, अझै धेरै हुन बाँकी छ। यो मतलब हुन्छ भगवानको। भगवानको अर्थ हुन्छ समाप्त नसम्झ, पूर्ण विराम आइसकेको छैन, अझै कथा जारी रहनेछ। सत्य त यो छ कि कथा कहिले समाप्त हुने छैन। भगवानको अर्थ छ तिमी जे पनि बन, सधैँ हुन बाँकी रहनेछ। त्यसैले भगवान शब्दको अर्थ बुझ। इसाई र मुसलमानहरूका कारण भगवान शब्दको अर्थ निकै सङ्कुचित हुन पुग्यो। उनीहरूका अनुसार यसको अर्थ भयो जसले सृष्टि बनायो। निश्चित नै जनकले यो संसार बनाएको होइन। त्यसैले अष्टावक्रको भगवान शब्दको तात्पर्य संसार बनाउनेसँग किमार्थ हुन सक्दैन। पूर्वमा भगवान शब्दको निकै विलक्षण अर्थ थियो। त्यो शब्दको महिमालाई बुझ। यसको अर्थ हुन्छ जसको अन्त्य हुँदैन, जसको सम्भावनालाई कहिल्यै पनि पूर्ण रूपमा सीमित गर्न सकिँदैन। किनभने जुन दिन सम्भावना पूर्ण रूपमा सकिन्छ त्यही दिन बीज ढुङ्गा बन्छ र त्यसपछि केही पनि हुन सक्दैन। जसमा विकास र रूपान्तरण सधैँ सम्भव छ, त्यही नै भगवान हो। तिमी भाग्यवान छौ। तिमीसँग भविष्य छ, तिम्रो विकास निश्चित छ, तिमीसँग अनन्त सम्भावना लुकेको छ। तिमी बीज हौ, ढुङ्गा होइनौ। एउटा अर्को शब्द छ ईश्वर।
त्यो शब्द पनि निकै अद्भुत छ। अङ्ग्रेजीको गड शब्दमा त्यो रस र विशेषता छैन जुन ईश्वर वा भगवान शब्दमा छ। अङ्ग्रेजीको गड शब्द निकै गरिब छ। ईश्वरको अर्थ हुन्छ जोसँग ऐश्वर्य, जोसँग आनन्द छ, जोसँग सच्चिदानन्दको सम्पत्ति छ। ऐश्वर्यबाट नै ईश्वर बन्दछ। तिमीभित्र महाऐश्वर्य लुकेर बसेको छ जुन प्रकट हुँदा यसको साम्राज्यको कुनै सीमा रहने छैन। यसको साम्राज्य विराट छ। यस्ता तिमी ईश्वर हौ। ऐश्वर्य तिम्रो जन्मजात स्वभाव हो। तिमी त केवल भ्रमवश भिक्षुक बनेका छौ। ऐश्वर्य त तिम्रो स्वभाव हो। तिमी भिक्षुक बनेका छौ किनभने तिमीले अतीतसँग सम्बन्ध जोड्यौ। यदि भविष्यसँग सम्बन्ध जोड्यौ भने तिमी भगवान बन्ने छौ जो निरन्तर गतिमान र प्रभावमान छ। त्यही नै भगवान हौ। यदि तिमी अघि बढ्दैछौ भने भगवान हौ। यदि रोकियौ भने तिमी ढुङ्गा भयौ। तर तिमीले भगवानका ढुङ्गाका मूर्तिहरू बनाएर राखेका छौ। ढुङ्गाको भुल गरेर भगवानको मूर्ति नबनाउनु, किनभने ढुङ्गामा कुनै भाव हुँदैन। पुराना मानिसहरू कति समझदार थिए। उनीहरू नदीलाई पुज्थे, सूर्यलाई पुज्थे, यसमा कता हो कता बढी भगवानता छ। उनीहरू रुख बिरुवालाई पुज्थे, यसमा कता हो कता बढी भगवानता छ। तिमी यसलाई अलिक फरक ढङ्गले बुझ। ती बिरुवाहरू कम्तीमा बढ्छन्, कम्तीमा गतिमान छन्। नदी बग्छ, प्रवाहमान छ। सूर्य उदाउँछ र अघि बढ्छ, त्यो ऊर्जामान छ। तिमीले ढुङ्गाका मूर्तिहरू बनायौ जबकि तिमीले त बीजको मूर्ति बनाउनु पर्ने थियो। जब पश्चिमाहरू पहिलोपटक यहाँ आए, उनीहरूले यहाँका मानिसहरूलाई रुखको पूजा गरिरहेको देखे। तब उनीहरूले भने, ओहो कति अविकसित र असभ्य। उनीहरूले यसको मर्म बुझ्न सकेनन्। यहाँको चेतनालाई बुझ्नका लागि निकै गहिरो सोचाइ चाहिन्छ, किनभने यहाँका मानिसहरू हजारौं वर्षदेखि जीवनको आत्यन्तिक गहिराइमा डुबुल्की मार्दै आएका छन्। गङ्गा प्रवाहमान छ। हिमालयदेखि महासागरसम्म निरन्तर बग्छ, कतै रोकिँदैन, कतै ठहरिँदैन। त्यसैले यहाँका सबै तीर्थहरू नदीका किनारमा बनाइएका छन्। ती निरन्तर प्रवाहका प्रतीक हुन्। ऐश्वर्य तिम्रो स्वभाव हो। भगवान हुनु तिम्रो नियति हो। तिमी आफ्नो ऐश्वर्यलाई प्रकट गर। तिमी आफ्नो भगवत्ताको घोषणा गर। अनि ख्याल राख, तिम्रो भगवत्ताको घोषणा सम्पूर्ण अस्तित्वको भगवत्ताको घोषणामा लुकेको छ। यदि तिमीले आफ्नो भगवान हुने घोषणा गर्दै म मात्र भगवान हुँ अरू कोही होइन भन्ने सोच्यौ भने तिमी भ्रममा पर्यौ र त्यो अहङ्कारको घोषणा हुन पुग्छ। तब त तिमी भगवत्ता भन्दा निकै टाढा पुग्नेछौ। ठिक विपरीत ध्रुवमा उभिनेछौ, किनभने भगवान हुने घोषणामा अहङ्कारको अंश मात्र पनि हुँदैन। ऐश्वर्य त्यहाँ मात्र हुन्छ जहाँ तिमी अहङ्कार राख्दैनौ, अनि भगवान त्यही प्रकट हुन्छ जहाँ म भन्ने भाव पूर्ण रूपमा हराउँछ। तब तिमी पनि भगवान जस्तै विराट, असीम र अनन्त बन्दछौ। गुणहरूले घेरिएको यो शरीर आउँछ र जान्छ। आत्मा न कतै जान्छ न कतै आउँछ। यसका निम्ति तिमी किन शोक गर्छौ? यसलाई यसरी बुझ। तिमीले बजारबाट एउटा माटोको घैँटो किनेर ल्यायो भने त्यो घैँटोभित्र पनि खाली ठाउँ छ। थोरै आकाश घैँटोभित्र बाँधिएको छ। जब तिमी घरतिर हिँड्छौ घैँटो त तिमीसँगै आउँछ, तर के त्यो घैँटोभित्रको आकाश पनि बजारबाटै हिँडेर आएको हो र? घैँटोभित्र त आकाश बदलिरहेको देखिन्छ, तर वास्तविक आकाश त आफ्नै ठाउँमा स्थिर छ। त्यो कतै आउँदै जाँदै गर्दैन। तिमीले त केवल घैँटोलाई तानेर घर ल्यायो। बजारबाट किन्दा घैँटो जुन आकाशभित्र थियो त्यो त त्यहीँ रह्यो। आकाश त महाशून्य हो। तिमीले घरमा घैँटो ल्यायो, तर भित्रको खाली ठाउँ न कतैबाट आयो न कतै गयो। आत्मा पनि ठ्याक्कै त्यही आकाश जस्तै हो। शरीर त गुण धर्म मात्र हो। यो त माटोको घैँटो जस्तै हो। तिमी हिँड्यौ, तिमी चल्यौ भने शरीर चल्छ, तिम्रो आत्मा कहिल्यै चल्दैन। तिम्रो शरीर चलिरहँदा पनि तिमी भित्र भने त्यहीँको त्यहीँ हुन्छौ। भित्र केही पनि हलचल हुँदैन। भित्रको शून्य आकाश जस्ताको त्यस्तै स्थिर रहन्छ। तिमी यहाँबाट उठेर त्यहाँ बस्यौ, यहाँबाट उठेर अर्कै ठाउँमा गयौ। पहिले गरिब थियौ, पछि धनी भयौ। पहिले केही पनि थिएनौ, पछि सर्वोच्च पदमा पुग्यौ। जमिनमा बसेका थियौ, सिंहासनमा आसीन भयौ। तर तिमी भित्र जो लुकेको छ त्यो कतै आउँदै जाँदै गर्दैन। त्यसलाई पहिचान गर। त्यो न भोजन गर्दा खान्छ, न बाटो हिँड्दा हिँड्छ, न राति सुत्दा सुत्छ। त्यो त सधैँ जस्ताको तस्तै छ, सदा एकनाथ छ। गुणहरूले घेरिएको यो शरीर निश्चित रूपमा आउँछ जान्छ। यसको जन्म हुन्छ, बाल्यकाल, जवानी, बुढ्यौली आउँछ। बिरामीपन र स्वास्थ्यका हजारौं घटनाहरू घट्छन्, तर घैँटोभित्र लुकेको जुन महाशून्य छ त्यो त जस्ताको त्यस्तै रहन्छ। आत्मा नगन्ता आगन्ता किम एनम अनुशोचति। फेरि चिन्ता के को लागि? जब अन्तर्जगतमा केही हुनै सक्दैन, केही कहिले भएको पनि छैन, त्यहाँ त सबै थोक जस्तो छ, यस्तै रहन्छ। अन्तस्थलको यो अन्तिम केन्द्रमा न कुनै गति छ, न केही हराउनु छ, न बन्नु, न त केही नयाँ बन्नु नै छ। यो त ठ्याक्कै आकाश जस्तै हो। कहिले बादलहरू मडारिन्छन्, वर्षा हुन्छ, फेरि बादलहरू हट्छन् र खुल्ला आकाश देखिन्छ। कहिले बादलले छेकिएको हुन्छ, रात पर्छ र अन्धकार छाउँछ, दिन हुन्छ र उज्यालो फैलिन्छ, तर आकाश त जस्ताको तस्तै रहन्छ। यो आकाशको दृष्टि हो। यसलाई तिमी समयको दृष्टि
अर्थात् काल दृष्टिसँग नजुड्नु, नत्र अलमलमा पर्नेछौ। समयको दृष्टिले भन्छ तिमीले नराम्रो कर्म गर्यौ त्यसलाई सच्याऊ, पाप गर्यौ त्यसलाई सुधार, चोरी गर्यौ भने दान गर, कसैलाई दुःख दियौ भने सेवा गर। समयको दृष्टिले भन्छ कर्मलाई बदल, जबकि आकाशको दृष्टिले भन्छ साक्षीलाई चिन। कर्मसँग यसको कुनै सरोकार छैन। कर्म त केवल सपना जस्तै हो। देह चाहे कल्पको अन्त्यसम्म रहोस्, चाहे त्यो अहिले नष्ट होस्, तिम्रो चैतन्य रूपको कहाँ वृद्धि हुन्छ, कहाँ नाश हुन्छ। तिमी त केवल चैतन्य मात्र हौ। तिम्रो न कुनै वृद्धि हुन्छ न कुनै ह्रास। तिमी अनन्त महासमुद्र जस्तै हौ, जसमा यो विश्वरूपी छालहरू आफ्नै स्वभावले उदय र अस्त भइरहन्छन्, तर तिम्रो न त वृद्धि हुन्छ न विनाश। यहाँ जे भइरहेको छ त्यो प्रकृतिको स्वभावका कारण भइरहेको छ। भोक लाग्छ, तृप्ति हुन्छ, जवानी आउँछ, वासना जाग्छ, बुढ्यौली आउँछ, वासना स्वतः हराएर जान्छ। यो न तिम्रो वासना हो न तिम्रो ब्रह्मचर्य। कहिले तिमी चोर बन्छौ, कहिले साधु बन्छौ, यो सबै प्रकृतिले गराइरहेको छ। यसमा न त केही थप्नु पर्नेछ न त केही त्याग्नु पर्नेछ। यो संसार सागरमा जुन छालहरू उठिरहेका छन् त्यो संसारको स्वभाव मात्र हो। त्यसबाट न त तिम्रो कुनै क्षति हुन्छ न कुनै वृद्धि। यो आफै भइरहेको छ, यसलाई हुन देऊ। यो लीला चलिरहेको छ, यसलाई चल्न देऊ। तिमी मात्र द्रष्टा बनेर हेरिरहौ। हे तात, तिमी चैतन्य स्वरूप हौ। यो जगत तिमी भन्दा भिन्न छैन, त्यसैले त्याग्नु पर्ने र ग्रहण गर्नुपर्ने कल्पना कसले, किन र कहाँ गर्ने? तिमी चैतन्य रूप हौ। यो जगत तिमी भन्दा भिन्न छैन। यहाँ बाहिर हामीले जुन भिन्नताहरू देखिरहेका छौँ ती सबै माथि माथि मात्र हुन्। भित्र त हामी सबै अभिन्न छौँ। तिमीले बैलगाडाको पाङ्रा देखेकै छौ, जसमा थुप्रै आराहरू लागेका हुन्छन्। बाहिरी परिधिमा ती आराहरू अलग देखिन्छन्, तर केन्द्रमा पुगेपछि ती सबै एकै ठाउँमा जोडिन्छन्। अनि एउटा गजबको कुरा के छ भने पाङ्रा त घुम्छ तर बीचको किला घुम्दैन। किला त स्थिर रहन्छ, जसमाथि सिङ्गो पाङ्रा घुम्छ त्यो आफू भने स्थिर रहन्छ। यदि किला पनि घुम्न थाल्यो भने त पाङ्रा नै ढल्छ। त्यसैले किला स्थिर हुनै पर्छ। यो सम्पूर्ण गतिमान जगत पनि परमात्माको त्यही महाशून्य स्थिर हुनुमा अडिएको छ। तिम्रो यो चलिरहेको शरीर पनि तिम्रो आत्माको त्यही स्थिर किलामा टिकेको छ। यो शरीरको पाङ्रा निरन्तर घुमिरहन्छ। बाल्यकाल, जवानी, बुढ्यौली, सुख दुःख, हार जित, सफलता असफलता, मान अपमान, यो चक्र चलिरहन्छ। यसका आराहरू घुमिरहन्छन्, तर तिम्रो भित्रको किला स्थिर छ। त्यही किलालाई चिन्नु नै समाधिस्थ हुनु हो। र यहाँ कोही पनि कोही भन्दा भिन्न छैन। यो फरकलाई बुझ। साधारण मानिसहरू सोध्छन् तिमी अलग हौ, यही नै अहङ्कार हो। बरु तिमी यो विराटसँग जोडिएर एकाकार हौ। यहाँ अलिकति पनि भेद नरहोस्, भेद मेटियोस् र अभेदको स्थिति बनोस्। हे तात, तिमी चैतन्य रूप हौ। यो जगत तिमी भन्दा भिन्न छैन, त्यसैले त्याग्नु पर्ने र ग्रहण गर्नुपर्ने कल्पना कसको, किन र कहाँ गर्ने? बस्तापक्रको यो क्रान्तिकारी वचनलाई सुन। उनी भन्छन् फेरि के राम्रो के नराम्रो, त्याग्नु पर्ने के, ग्रहण गर्नुपर्ने के, उचित के अनुचित के, शुभ के अशुभ के, जे भइरहेको छ त्यो स्वाभाविक रूपमा भइरहेको छ। जे भइरहेको छ जस्तो भइरहेको छ त्यस्तै भइरहनेछ। हुन देऊ। यहाँ न केही राम्रो छ न नराम्रो, सबै थोक स्वाभाविक हो। यदि यो सत्य बोध भयो भने परम शान्तिको उदय हुनेछ। नत्र यहाँ दुई प्रकारका अशान्ति छन्। एउटा दुराचारीको अशान्ति, ऊ सधैँ सोध्छ म कसरी साधु बनौँ। ऊ त्यसैको कसरतमा लागिरहन्छ। ऊ बारम्बार हार्छ, आफ्नो आत्मविश्वास गुमाउँछ र पुनः अन्धकारमा डुब्छ। अनि तडपिँदै पछुताउँदै सोध्छ कसरी सदाचारी बनौँ। अर्को साधु भइसकेको मानिस छ। ऊ साधु त बन्यो, तर उसको भित्रभित्र यो विचार चलिरहन्छ। थाहा छैन ती दुराचारीहरूले कति मजा लुटिरहेका होलान्। मैले अनगिन्ती साधु सन्तहरूलाई भेटेको छु र उनीहरूमा सधैँ यो कुरा पाएको छु कि उनीहरूको भित्र कतै न कतै यो भाव लुकेको हुन्छ। कहीँ हामी मूर्ख त बनेनौँ, आफ्नै हातले सबै सुख छोड्यौँ, अरू भने मजा गरिरहेका छन्। हे तात, तिमी चैतन्य रूप हौ। यो जगत तिमी भन्दा भिन्न छैन, त्यसैले त्याग्नु पर्ने र ग्रहण गर्नुपर्ने कल्पना कसको, किन र कहाँ गर्ने? तिमी त एक निर्मल, अविनाशी, शान्त, चैतन्य रूप आकाश हौ। यहाँ कहाँ जन्म छ, कहाँ कर्म छ र कहाँ अहङ्कार छ? यो वचनलाई ध्यान दिएर सुन। तिमी एक हौ, किनभने यहाँ कोही दोस्रो छैन, कुनै द्वैत छैन। तिम्रो त्यो एकत्वमा नै सबै थोक समाहित छ र तिमी सबैमा समाएका छौ। अमले तिमी कहिल्यै पनि मलिन भएनौ, तिमी कहिले दोषी भएनौ, तिमीबाट कहिले कुनै पाप भएन, किनभने तिमीबाट पाप हुन नै सक्दैन। तिमी कर्ता होइनौ, तिमी त केवल साक्षी हौ। तिमी ऐना जस्तै हो। ऐनाको अगाडि कसैले कसैको हत्या गरे भन्दैमा ऐना पापी हुँदैन। न त ऐनालाई अदालतमा उभ्याएर भन्न सकिन्छ यसैको अगाडि हत्या भएको हो, यसैले ऐना पनि दोषी हो। यो दूषित भयो। जहाँ जे भयो त्यो प्रकृतिमा भयो। हत्या हुनु, साधु बन्नु, दुर्जन बन्नु, यो सबै शरीर र प्रकृतिको खेल हो। तर तिम्रो भित्र जुन चैतन्यको ऐना छ अमलेम, त्यसमा कुनै दाग छैन। त्यो त पूर्ण रूपमा निर्मल छ, अव्यय, त्यो अविनाशी छ।
शान्ति त्यो परम शान्त छ। चिदाकाशे चैतन्य रूप आकाश हो। चिदाकाश सम्पूर्ण आध्यात्मको सार तत्त्व यही नै हो, चिदाकाश। त्यसो भए जन्म कहाँबाट हुनु? कहाँ छ तिम्रो जन्म? हुनै सक्दैन। शरीर मात्र जन्मन्छ र शरीर मात्र मर्छ। तिमी न त जन्मन्छौ न मर्छौ। कर्मको त कर्म पनि तिमीबाट हुन सक्दैनौ। त कस्तो राम्रो कर्म, कस्तो नराम्रो कर्म, कस्तो दुष्कर्म, कर्म तिमीबाट हुनै सक्दैन। च एव अहङ्कार कुत, र अहङ्कार पनि कस्तो, म छु यो भाव पनि तब मात्र हुन सक्छ जब तिमी छौ। जब दुई छैनन् त कस्तो अहङ्कार। तिमी एक निर्मल अविनाशी शान्त चैतन्य रूप आकाश हौ। कहाँ जन्म, कहाँ कर्म, कहाँ अहङ्कार। यस्तो सत्यलाई जानेर, यस्तो बोधलाई जगाएर अनि यस्तो श्रद्धामा डुबेर नै समाधि उपलब्ध हुन्छ। समाधिको अर्थ हो पूर्ण समाधान। समाधिको अर्थ हो सबै समस्याहरू सकिए, रहस्यको ढोका खुल्यो। समाधिको अर्थ हो अब कुनै प्रश्न बाँकी रहेनन् र कुनै तयारी उत्तर पनि मिलेन। तर प्रश्नहरू नै स्वतः हराएर गए, अस्तित्वसँग एकाकार भयो। किनभने यदि तिमीलाई कुनै उत्तर मिल्यो भने यस उत्तरबाट फेरि नयाँ प्रश्नहरू खडा हुन थाल्छन्। हरेक उत्तरले नयाँ प्रश्नका पालुवाहरू पलाउँछन्। त्यसैले समाधिको अर्थ यो होइन कि तिमीले कुनै उत्तर पायौ। समाधिको सिधा अर्थ त केवल यति हो कि तिमी भित्रका सबै प्रश्नहरू ढले अनि प्रश्नहरूसँगै स्वाभाविक रूपमा उत्तरहरू पनि समाप्त भए। तिमी पूर्ण रूपमा निर्विकार र निर्विचार भयो। न त त्यहाँ कुनै प्रश्न छ न कुनै उत्तर। यस्तो सहज जीवन हो यो, र यस्तो जीवनको सहज स्वीकारोक्ति अनि साक्षी भाव नै समाधि हो। अष्टावक्र भन्छन्, जीवनमा क्रान्ति राम्रो र नराम्रो मध्ये एउटालाई रोजेर आउँदैन, तर राम्रो र नराम्रो दुवैको साक्षी बनेर आउँछ। तिमीलाई क्रोध आउँदा त्यो क्रोधको पनि साक्षी बन। एउटा प्रयोग गरेर 1 वर्षका लागि हिम्मत गर, धेरै श्रद्धा राख। यो 1 वर्षको अवधिमा जब रिस उठ्छ तब केवल साक्षी बन। त्यसलाई नरोक, नदबाऊ, जे हुन्छ हुन देऊ। कतै चोरीको भाव आए चोरीलाई, साधुता जागे साधुलाई हुन देऊ। जे घट्छ घट्न देऊ र त्यसको जे परिणाम आउँछ त्यो पनि भोग्न तयार हौ। तिमी मात्र शान्त भावले सबै थोक स्वीकार गर्दै जाऊ। 1 वर्षभित्र तिम्रो चेतनामा एउटा नयाँ झ्याल खुल्नेछ। तिमीले अचानक अनुभव गर्नेछौ नराम्रा प्रवृत्तिहरू आफै बिस्तारै क्षीण हुँदै जानेछन् र राम्रा गुणहरू आफै स्थिर हुन थाल्नेछन्। तिमी जति जति साक्षी बन्दै जान्छौ त्यति नराम्रा कुराहरू आफै बिदा हुन थाल्छन्। किनभने नराम्रो कुरा टिकिरहनका लागि साक्षीको उपस्थिति ठुलो बाधा बनिदिन्छ। अर्कोतिर राम्रो हुनका लागि साक्षीको उपस्थिति मल र पोषण जस्तै बन्दछ। त्यसैले म तिमीलाई यो अन्तिम विरोधाभास भन्दैछु। तिमी आफै प्रयत्न गरेर राम्रो बन्न चाहन्छौ तर त्यो सम्भव हुँदैन। तिमी नराम्रोबाट मुक्त हुन चाहन्छौ तर छुट्न सक्दैनौ। किनभने तिम्रो मूल धारणा नै यो छ कि म कर्ता हुँ। यही धारणामा नै मुख्य बोल भइरहेको छ। केवल साक्षी भावले भन्छ, न तिमी केही छोड न केही समात। तिमी त केवल जागेर हेरिरह अनि एउटा अद्भुत अनुभव हुन थाल्छ। जागरुकता बढ्दै जाँदा नराम्रा बानीहरू आफै छुट्छन् र राम्रा कुराहरू स्वत घट्न थाल्छन्। मेरो परिभाषा त यही हो। साक्षी भावमा रहेर जे गर्छ त्यही नै शुभ हो र साक्षी भावमा हराउँदा जे गर्छ त्यही नै अशुभ हो। यसलाई यसरी बुझ। यदि तिमीले मलाई अन्धकार के हो भनेर सोध्यो भने म भन्ने छु, दियो बाल्दा जुन अस्तित्व हराउँछ त्यो अन्धकार हो, अनि दियो निभाउँदा जुन बाँकी रहन्छ त्यो अन्धकार हो। दियो बाल्ने बित्तिकै अन्धकार स्वत हराउँछ। जब तिमी भित्रको कर्ता भाव मेटिन्छ तब नराम्रा कुराहरू आफै बिलाएर जान्छन्। तिमी आफैले बलपूर्वक हटाएर ती हट्नेवाला छैनन्। तिम्रो हटाउने प्रयासमा त छन् उल्टै कर्ता भाव बलियो भएर मौलिक फुल भइरहन्छ। त्यसैले तिमी पूर्ण आकाश जस्तै अछुतो भएर बस। धेरै धेरै धन्यवाद।